हाम्रो देश नेपालमा यति धेरै भ्रष्टाचार हुँदा पनि कुनै पनि नेता समातिएका छैनन् अहिलेसम्म भने आज बेलायतमा पूर्व राजकुमार एन्ड्रुलाई सादा पोसाकका प्रहरीले बिहानै उनको दरबारबाट गिरफ्तार गरेका छन्। यो समाचारले संसार तताएको छ, अहिले विश्व तताएको छ। त्यो पनि आज उनको 66औं जन्मदिन हो। 19 तारिक फेब्रुअरी 19 उनको जन्मदिन हो। र यसको प्रमुख कारण चाहिँ यो गिरफ्तारीको पछाडिको प्रमुख कारण चाहिँ के हो भने भर्खरै अमेरिकी न्याय विभागले जुन फाइलहरू एफस्टाइन फाइलहरू रिलिज गरेको थियो 30 लाखभन्दा बढी पानाको, त्यसमा चाहिँ के भेटिएको छ भने प्रिन्स एन्ड्रु चाहिँ व्यापारी दूत हुँदाखेरि उनले सरकारी दस्तावेज र इन्टेलिजेन्स चाहिँ एफस्टाइनसँग सेयर गरेको भन्ने अभियोग हो। र एउटा इमेलमा त जेफरी एफस्टाइनले योसम्म लेखेका छन् कि मैले बेलायतलाई आफ्नो मुठीमा लिइसकेको भन्ने एउटा इमेल समेत भेटिएको थियो। अब यसैमा प्राइम मिनिस्टर कियर स्टारमरले चाहिँ कानुनभन्दा माथि कोही पनि नहुने भनेर यसको बारेमा प्रतिक्रिया दिएका छन्। प्रिन्स एन्ड्रुलाई चाहिँ शाही पदवीबाट पहिले नै मुक्त गरिसकिएको थियो, किन भन्दा उनलाई अरू पनि अन्य अभियोगहरू छन्। अब तपाईँहरूलाई के लाग्छ, के प्रिन्स एन्ड्रुले चाहिँ जेलको हावा खालान् त?